हेलो नमस्ते सबैजनालाई वेलकम टु माई मिनी ब्लग। मेरो दिमागमा चाहिँ एउटा कुरा खेलिरहेको थियो कि अस्तिदेखि नै, त्यही भएर आज चाहिँ म यसो मेरो दिमागको कुरा चाहिँ भनिदिन्छु है तपाईँहरूलाई। यस्तो लाग्छ कुनै बेला मेरो दिमागमा के आउँछ भने धेरै कुरा भनेको चाहिँ म किन मोटाउँदिनँ, मैले खाएको खानेकुराहरू चाहिँ कहाँ जान्छ भन्ने जस्तो लाग्छ कि। अब खानेकुराहरू त खाइरहेको हुन्छ नि त, खाइरहेको नै हुन्छ कि, अब त्यही पनि त्यो खाएको खानेकुराहरू चाहिँ कहाँ जान्छ जस्तो लाग्छ कि। अब खाएको खानेकुराहरू सबै त टोइलेट त जाँदैन नि त, टोइलेटमा त जाँदैन। अब अलिअलि त त्यो बाँकी भएको खानेकुराहरू त अब यसो मासुतिर पनि जानुपर्ने हो, त्यो पनि छैन कि मेरो त। है त्यहीका म अचम्म लाग्छु कि मैले खाएको खानेकुराहरू सबै टोइलेटमै जान्छ कि क्या हो जस्तो पनि लाग्छ कि। अब अलिअलि त त्यो मासुमा पनि अब यसो बडी पनि लाग्नुपर्ने हो नि त, जिउमा पनि लाग्नुपर्ने हो नि त, त्यो पनि छैन कि। यति साह्रो छ हो के भनौँ, खोइ अब उमेरले हेर्नु है, उमेरले ढल्किसक्यो। अस्ति भर्खर 21 वर्ष जस्तो लाग्थ्यो, अब त बुढी भइसक्यो। हेर्नुहोस्, उमेर भन्न पनि लाज लाग्छ। अब के भनौँ फेरि, जिउ भने चाहिँ 14-15 वर्षको जतिको देखिन्छ। यति गाह्रो छ नि यो उमेर ठुलो, तर अब जिउ चाहिँ अलि बच्चाहरूको जस्तो भयो भने कस्तो हुन्छ नि, गाह्रो के, लास्टै गाह्रो। लुगाहरू खोज्न पनि गाह्रो, जे त्यो जुत्ताहरूको सुजको साइजहरू खोज्न पनि गाह्रो, जे पनि गाह्रो के, लास्टै गाह्रो छ साथीहरू। अनि अर्को कुरा भनेको चाहिँ म यति अल्छी भएको छु नि साथीहरू, यति अल्छीको पोको भएको छु नि, मलाई नै थाहा छैन कि म किन यस्तो अल्छी भएँ भनेर कि। पहिले त म एकदमै जागरिलो थियो कि साथीहरू, योभन्दा पनि एकदमै जागरिलो थियो। अहिले त मलाई अल्छी बाहेक केही लाग्दैन जिन्दगीमा। सुत्न पाएँ, मोबाइल हातमा भए केही चाहिँदैन रहेछ हौ। खोइ के आजकल के भएको, खोइ कुन्नी यतिसम्म हुने रहेछ कि अल्छी भयो भने चाहिँ साथीहरू। अल्छी चाहिँ नहुनु होला तपाईँहरू चाहिँ, म चाहिँ लास्टै अल्छी भइसकेँ। अब कुनै बेला त अब आफै सोध्छु कि अब चाहिँ अल्छी हुँदैन, अब जागरिलो भएर यस्तो फ्रेस भएर बस्छु भन्ने हुन्छ कि। बिहानै उठ्छु भन्छु, त्यही पनि अब उठ्नै सक्दैन साथीहरू। 7 बजे भन्दा पनि अगाडि त उठ्नै सक्दिनँ। बिहान यदि मेरो ड्युटी बिहानै छ भने म उठ्छु, नत्र भए त 7 बजीसम्म सुत्ने हो साथीहरू। जेसुकै कसैले उठाए पनि उठ्दैन, हेर्नुहोस् त्यस्तै हो। अब के भनौँ अरू तपाईँहरूलाई, अब यो आलु हेर्नु न, आलु मेरो हातभन्दा ठुलो छ क्या यो आलु। पुरै यो आलु यसो नापी हेऱ्यो भने मेरो हातभन्दा पनि ठुलो छ। अनि अर्को कुरा भनेको चाहिँ हाम्रो रुममा चाहिँ, हाम्रो घरमै भनौँ न, घरमै यो आलु बिना चाहिँ तरकारी चाहिँ पाक्दैन क्या साथीहरू। मासुमा पनि आलु छैन भने त खोइ के नभएको थोरै भए पनि आलु चाहिँ मिक्स नगरिकन हामी बस्नै सकिँदैन। हेर्नुहोस्, थोरै भए पनि आलु मिक्स गर्नै पर्यो, आलु हुनै पर्यो, त्यस्तै हो। अब आज चाहिँ यसो जागरिलो भएर खाना पकाउँदैछु साथीहरू। आजकल त यो खाना पकाउनु पनि यस्तो अल्छी लाग्छ कि, खोइ के भएको है। खाना पकाएर खानु पनि अल्छी लाग्छ, खानु पनि अल्छी लाग्छ कि साथीहरू, के भएको जिन्दगीमा है। अचम्मको मान्छेहरू हुन्छ। अब म जस्तो मान्छेलाई यो संसारमा किन पठाइदियो होला कि साथीहरू, अचम्म लाग्छ है। मेरो काम के होला, म साँच्ची मेरो काम के होला है। मलाई केही रिजन त होला नि त, मलाई पनि यसो यो संसारमा पठाएको, मेरो पनि त केही काम होला नि त, मेरो केही रिजन त होला नि त मलाई यहाँ पठाउनुको पनि, होइन। त्यस्तो दिमागमा आउँछ कि, दिमागमा के कुरा आउँछ साथीहरू। अब यस्तै हो, रमाइलो छ। कुनै बेला त आफ्नै कुरा सोचेर पनि आफूले त्यो हुन्छ नि दिमागमा इमेजिनेसन गरेको कुराहरू सोच्दा पनि आफै हाँस उठ्छ क्या। अब यस्तै छ साथीहरू, उमेर ढल्किसक्यो। अब यही हो, अब डेली रुटिन यही हो, खान्छु, टोइलेट जान्छु, आउँछु, सुत्छु, त्यही हो साथीहरू। अब यसो खोर्सानी पिसेको, यो चाहिँ खोर्सानी पिस्ने चाहिँ मेरो दाइले बनाएको।